हेलो, तपाईँ कतिखेर घर आउने? किन भन् त? किन आउनु पर्यो म? आज मेरो दिमाग खराब भएको छ क्या, तपाईँले सुनाउनु छ, चाँडो घर आउनु त। ए हो र, हेर न, मेरो त आज अफिसमा काम परेर म त नआउन पो जस्तो भयो त माहौल त। म ढिलो आउँछु होला आयो भने पनि। ला हो र, आउनु त आउनुहुन्छ नि, मिलाएर छिट्टै आउनु ल। भर्सम्म आउन पनि सक्छु, मेरो आज मिटिङ पर्ला छ कि। अहिले रात म व्यस्त छु, अहिले राख। राम राम, दिमाग खराब नहुँदा त यसले टिकी खान्दिन्न। झन् दिमाग खराब भएको दिन यसले के गर्ली र? यसको दिमाग सुध्रेपछि आउँछु म। तेरिका उसको दिमाग खराब भयो भने मेरो पनि दिमाग खराब गर्नुपर्छ भन्ने केही छ? आमै आज चाहिँ फेरि कति ढिलो आउनु परेको, जहिले चाँडो आउँछ भने आफूलाई फेरि पर ततिसक्यो यहाँ सुनाउनु नपाएर कतिखेर आउने हो फेरि। राम राम राम, फेरि कस्तो यो सुनाउनु नपाएर नि फेरि अझै चाहिँ मलाई रिस उठिसक्यो। अब झन् मेरो यस्तो टेन्सन भइसक्यो, कसलाई सुनाऊ अब यहाँ। को चाहिँ सुनाउन नपाउँदा पनि मान्छेलाई उयो हुँदो रहेछ। म त आउँदैन एक दिनसम्म अब।